हेलो, नमस्कार, जय नेपाल। आज हजुर समक्ष फेरि कर्जको बारेमा समाजमा हाम्रो असहायक मान्छेलाई कति सहयोग गरेको थियो हैन, उहाँलाई चाहिँ आवश्यकता कमजोर भएको बेला त्यसकै बारेमा फेरि म जानकारी दिन चाहन्छु हैन। यो लगायत 22 चोटि हैन, एकदेखि यो लगायत 22 चोटि कर्जा माफी गरेको कुरा सम्पूर्ण देशवासी तथा देश विदेशमा बस्नु भएको नेपाली हजुरहरूलाई जानकारी दिन चाहन्छु। यो लगायत 22 चोटि राजाको छोराले आम माफी गरेको हुन्। राजाको छोराले आम माफी गरेको हुन्। कुरा सबैलाई जानकारी गराउन चाहन्छु। देवाही गोनाही नगरपालिका वार्ड 5 मा बस्ने सोनालाल मुखियाले 22 चोटि आम माफी गरेको हुन् हैन। स्वर्गीय श्री राम एकवाल मुखियाको पत्नीलाई रु 13,000 रुपैयाँको सहयोग गरेको थिए। ठेगाना उहाँ बस्नुहुनु भएको ठेगाना चाहिँ हरैया पल्टुवा, उहाँ चाहिँ हरैया पल्टुवाको बस्नुहुन्छ। स्वर्गीय श्री राम एकवाल मुखियाको पत्नीलाई श्री मनिया देवीलाई रु 13,000 को सहयोग गरेको थिए। यो भन्दा चाहिँ पहिला 20 वर्ष पहिला रु 13,000 को सहयोग गरेको थिए। उहाँ चाहिँ बस्नुहुन्छ हरैया पल्टुवाको हुनुहुन्छ। उहाँलाई 13,000 रुपैयाँ चाहिँ मैले 20 वर्ष पहिल्यै नै दिएको थिएँ हैन। अहिलेसम्म त्यो पैसा नदिएको हुन्। आजसम्म त्यो पैसा मलाई दिएको छैन हैन। उहाँ चाहिँ अहिलेसम्म पनि त्यो पैसा दिएको थिएन सोनालाल मुखियालाई। अहिलेसम्म त्यो पैसा नदिएको हुन् सोनालाल मुखियालाई। 20 वर्ष पहिलाको कर्ज आम माफी गरेको छु हैन। स्वर्गीय श्री राम एकवाल मुखियाको श्रीमतीलाई त्यो कर्ज दिएको थिए। हरैया पल्टुवाको बस्ने श्री राम एकवाल मुखियाको पत्नीलाई रु 13,000 को सहयोग दिएको थिए। उहाँको आवश्यकता कमजोर भएको हुनाले सहयोग गरे हैन। उहाँको छोरीको विवाह गर्नको लागि पैसाको धेरै आवश्यकता परेको थिए। 20 वर्ष पहिला चाहिँ उहाँले पैसाको खाँचो परेको थियो आफ्नै छोरीको विवाह गर्नको लागि। त्यसमा मैले चाहिँ 8,000 भारो चाहिँ 8,000 भारो चाहिँ मैले 13,000 रुपैयाँ नेपाली 20 वर्ष पहिला कर्ज दिएको थिएँ, सहयोग गरेको थिएँ। आज त्यो कर्ज आम माफी गरेको हुन् सोनालाल बिन्दले। 20 वर्ष पहिलाको कर्ज चाहिँ मैले 13,000 को अहिलेसम्म दिएको छैन। त्यो कर्ज चाहिँ म आम माफी गरेको हुँ। जिल्ला रौतहट नेपाल, क्षेत्र नम्बर 3, ठेगाना देवाही गोनाही नपा 5 टिकुलिया बिन्द टोल हैन। साक्षी स्वर्गीय श्री कचहरी मुखिया वार्ड 5 को बस्ने। अर्को साक्षी श्री ज्योति देवी मुखिया वार्ड 5 मा बस्ने हैन। यही कुरामा जानकारी दिन चाहन्छु सबैलाई। धन्यवाद। जय नेपाल।